किन भागिरहेको पुलिस आन्दोलन भएर अगाडि अन्त केटाहरूलाई पड्काउने मन भए बाहेक चान्स पाएको आमामा के छोड्थ्यो। दिप्सन चामलिङ राई छ सो हल्का युट्युब प्रमोसन गरेको अवस्था भर्खर छ हो यही हो नौलो छ नौलो सो साथीहरू पटेल लाउनु जाउँ भनेको यो सो गाइस अहिले चाहिँ यो ह्यान्ड ब्लडहरू पनि पाउने रहेछ यहाँनिर चाहिँ धेरै समय लाग्दैन भाइ म आइहाल्छु फेरि फर्केर जाने हो भनेर म चाहिँ यहाँनिर नसक्नुको ठाउँहरू कति काठमाडौँ बस्नु भनेर होइन चल्दैको यतातिर कहाँ आइपुग्यो नसक्नुको ठाउँहरू आइपुग्यो के गर्नु हाँस्नु मनपर्छ यार अब रिक्वेस्ट आउँछ 4 किलोमिटरको त्यो पनि कहाँको अब उता भक्तपुरबाट होइन भन्दा पनि भक्तपुरै हो तर चाहिँ धेरै भित्र हो क्या भक्तपुरको के गर्नु जिन्दगीको गोरेटोमा पथर ड्राइभले बाटो लाग्यो यात्रा गर्न गाह्रो यस्तो यस्तो ठाउँ आइपुग्यो दामी पारामा Look at it, धामी के अब चिल पारायो होइन यस्तो हाम्रो बाटो सक्छ त अब है सक्दैन नि फेरि एक्सपोल्स लिएर हामी क्या पठाउ डट एडभेन्चरमा दामी पारामा सो मेरो स्टेबलाइजेसन चाहिँ छैन है यो क्यामेरामा सो भ्यूहरू चाहिँ हल्का हल्लिरहेको होला माइन्ड नगरिदिनु होइन अनि त्यही नै हो अब भ्लग मैले नहालेको थुप्रो भइसक्यो यो पनि अब अझै लगभग 1 महिनापछि नै हाल्छु होला यो मैले रेकर्ड आज लगभग 12 गते हो होपफुल्ली यो महिनाको अन्तिमतिर चाहिँ हाल्छु होला किनकि मैले स्टप गरिरहेको छु सानोतिनो स्कुलले त्यही बेला भनेपछि यो भ्लग पनि त्यति बेलै आउँछ अनि त्यही नै हो लाइक सेयर सब्सक्राइब गरेर साथ दिनु होला अहिले चाहिँ म धेरै टाढो छु होइन देख्न सक्नुहुन्छ चिलमा छु एक्लै आउँदाखेरि त मैले भ्लग गरिनँ छ भनेर मैले कन्सेप्टमै थिएन क्या मेरो होइन यति टाढा आइपुग्यो लास्टमा अब बबाल पारामा जानुपर्ने हुन्छ त्यही नै हो अब अन द वे बाटोमै छौँ त्यही नै हो अब कति बेला अब चोकमा पुग्ने हो थाहा छैन गाह्रो छ ल त्यही हो गाइज लाइक सेयर सब्सक्राइब गरेर साथ दिनु होला त्यही भन्दै अब यस्तै अदृश्य अमूल्य ठाउँहरूमा गएर भेट्नुपर्ने हुन्छ फाइनली गाइज मैले चाहिँ बाइक साइकल पुगिसकेँ है अनि अहिले चाहिँ म यहाँनिर भक्तपुर क्यान्सर हस्पिटल अगाडि छु यो चाहिँ भक्तपुर क्यान्सर हस्पिटल रहेछ सो म चाहिँ फर्स्ट टाइमै हो यो भक्तपुर क्यान्सर हस्पिटल आइपुगेँ चाहिँ अनि म चाहिँ यो काठमाडौँ क्यान्सर हस्पिटल भक्तपुर चाहिँ म आइरहेको थिएँ
त्यो काठमाडौँ क्यान्सर हस्पिटल चाहिँ फर्स्ट टाइम नै हो। म त काठमाडौँ उतै होला भनिरहेको थिएँ, तर यत्रो टाढो रहेछ र कति भित्र बनायो त अब। यो मान्छेलाई सुविधा दिनु पनि गाह्रो छ हौ यहाँनिर, धेरै टाढो छ नि त हाम्रोमा। त्यही माथि बाटो पनि त्यति सुविधा सम्पूर्ण खालको त छैन। अब अन द वे अगाडि बढ्नुपर्ने हुन्छ। सो गाइस अहिले चाहिँ यो हिमाल हस्पिटलमा चाहिँ यता सुमेर हस्पिटल लिएर आएको। सो ब्लडको लागि रहेछ। अनि यहाँ चाहिँ ब्लडहरू पनि डोनेसनहरू जस्तै ब्लडहरू पनि पाउने रहेछ यहाँनिर चाहिँ। अनि सो भाइ चाहिँ भित्र बसिरहेको थियो। धेरै समय लाग्दैन भाइ, म आइहाल्छु फेरि फर्केर जाने हो भनेर म चाहिँ यहाँनिर कुरिरहेको होइन। अनि यहाँ पार्किङै छैन रहेछ क्या फेरि, अब के भन्नु, कस्तो तनाव। अनि यहाँ बाहिर रोडमा बसिरहेको छु होइन, फेरि ट्राफिकहरू चिट काट्ने सम्भावना बेसी हुन्छ कि यस्तो भएपछि। सो अनि अब के भयो होइन, अनि एकछिनमा भाइसँग सानो गफ गर्दै जानेछु। बस बस के यो फेरि अनि बट्टे बोकेर हिँड्यो त? ए यहाँ ब्लड छोड्नु मात्रै आएको? ए किन ब्लड चाहिँ कस्तो धेरै भएर कि? त्यो एक्स्ट्रा चाहिन्छ भनेर ए उब्रियो? ए अनि के पेमेन्ट पनि गरिदियो कि त्यो? यो कति लिन्छ नि यो बट्टामा? यसमा कति लिन्छ यो प्राइस? एउटा प्याकेटको कहीँ 800 लिन्छ, कहीँ 1250। ठिक छ दामी भएन। उता बिरामी चाहिँ को? ए बिरामी चाहिँ के बिरामी भएर यस्तो साह्रो है? ब्रेन ट्युमर। ए हो र? ए अपरेसन सक्सेस भइसक्यो? ए 5-6 लाख है? कस्तो भाषा अर्कै टोन निस्किरहेको छ। गाउँ कता हो र तिमीहरूको? गाउँ कता हो र? किन नेपाली भाषा बोल्दैन र उतातिर? ए त्यही त अनि अलिक अप्ठ्यारो तरिकाले बोलिरहेको छ र नि। अनि आफू चाहिँ यहाँ के गरिन्छ? उतै बस्ने हो कि यता पढ्दै हो? ए कतिमा नि अहिले? ए ब्याचलर कुन लेभल? फर्स्ट सेकेन्ड? ए फर्स्ट। ए अनि एक्जाम भइरहेछ होइन फर्स्टको त? एक्जाम भइरहेछ, सक्यो कि? ए त्यही त। ए इन्जिनियरिङमा? ए ठिक छ। अनि इन्जिनियरिङमा नाम निस्क्यो भने त बवाल हुने रहेछ नि त होइन लाइफ त? जस्तै रमाइलो हुने रहेछ नि त। मैले अस्ति नै एकजना इन्जिनियरिङ साथीलाई बोकेको थिएँ। उमेर चाहिँ सेम रहेछ कि हाम्रो, फेरि छोटो समयमै पुरै निकाल्दै गर्छ क्या नाम। अनि गफ गर्दै गएको थियौँ, कति 27वटा जिल्ला घुमिसक्यो भन्थ्यो क्या मलाई।
So what's up guys, what's up? इन्ट्र्याक्ट को बारेमा सानो केही बोलौँ भनेर आइरहेको छु। अनि त्यही हो, अब अति नै घटाइसक्यो है। अब साथीहरू अलिकति सेन्सिटिभ हुने दिन आए जस्तो लाग्यो है मलाई। सो गाइजहरू टिपमा लागेर राइडरहरूलाई फन पनि लागिसक्यो। यहाँनिर एकजना दाजुले अहिले भर्खरै कति 10-12 राउन्ड मोडको मार्दा अहिले यता बाहिर निस्केर गइदियो। टिप लाग्दैन गाइज, गाह्रो छ हो, गाह्रो छ। फन पनि लागिसक्यो राइडरहरूलाई फन गाह्रो छ। अनि फेरि हाम्रो सरलाई लोकेसनै हेर्न आउने रहेछ, पढाउ गर्छन्। मलाई सोध्नु आइरहेको थियो लोकेसन, यता हो भनेर भनिदिएँ मैले है। साथीहरू हो यस्तो नौलो राइडरहरूले गर्दाखेरि अलिकति प्राइजमा तलमाथि हुन्छ, किनकि लो कति किलोमिटर टाढो हो, कति टाढो छ भन्ने कुरो क्लियरिफाई नगरिकन यस्तै गर्नुहुन्छ। त्यो तपाईँहरूलाई नै घाटा हो गाइज। म बारम्बार भन्ने गर्छु मेरो राइडमा होइन, कति किलोमिटर कति टाढा छ होइन, त्यो कुराहरू चाहिँ अलिकति क्लियरिफाई गर्नु होला भन्ने भन्छु म चाहिँ है। सो त्यही हो। सो साथीहरू पटेल लामो जाउँ भनेको यो राजावादी त होइन, यो गणतन्त्रवादीहरूले नै छैन त हौ बाटो। के गरे हो नदिने हो यो सेट। पेट्रोल पम्प बन्द, पेट्रोल हालौँ भनेर आएको, पेट्रोल पम्प पनि बन्द भएको छ आज है। अघि लाएर हाल्नुपर्ने रहेछ। बर्बाद हो गाइस, बर्बाद भयो। सेट हो, गाह्रो भयो। यही छुट्याइदिने है क्या, अब सबै ठाउँ बन्द गरेर अनि के गर्छ अब। धेरै गाडीहरू आइदिन्छ। भित्रको बन्द, खालि जनतालाई सुख दिनलाई केही जानेन हो यार। भगवान्, पेट्रोल पम्प चाहिँ जुन चाहिँ बन्द नभयो हुन्थ्यो। पेट्रोलै सकिन आँट्यो घुम्दै होला। बन्द है। आज खोइ यो राजावादी हो खास चाहिँ, तर आज गणतन्त्रवादीहरू पनि रहेछ होइन। दिप्सन चामलिङ रहेछ। त्यो हल्का युट्युब प्रमोसन गरेको अवस्था भर्खर छ हो। यही हो, नौलो छ, नौलो।
सुरुवात गर्नु नै ठुलो कुरो हो क्या कति प्राप्त होइन त्यो सहरकै होला हामीसँग जाने हो त कतिजना जाने होला तपाईँले मलाई फोन गर्नु भएको किन अघि मैले त फोन गरेको थिएँ होइन त्यो आउँथ्यो वेट गर्नुपर्छ तपाईँ पनि वेट हो हजुर खै बुकिङ भएर आएको हो बुकिङ भएर आएको कसरी लानुहुन्छ लोकेसन अनि किन भागिराखेको पुलिस छ आन्दोलन भएर अगाडि अनि त्यसरी क्राउडमा गएर हो र सासमा असुकै सल्लाह अगाडि अनि के आफूहरू पनि आन्दोलनकारी हो र होइन म त त्यति हेर्न आएको अनि दर्शकलाई त नि किन केही गर्दैन नि हामीलाई दर्शकहरू के काम हान्ने मान्छे ढुङ्गामा नि ती चोकमा छ त्यो चोकलाई तिनीहरूलाई हान्दाखेरि यता छिराइदिएछ भने असर ए दर्शकहरू पनि कहाँ कहाँबाट आएको छैन दर्शकहरू यहाँ बस्नु हुँदैन उता खोला आगो लगाइरहेको उता गाडी भातपट्टि पुरै गर्दैछ सबै बिजोग बनायो भने त आज त बिजोकै बिजोग गरेर 2 दिनसम्म त आगै लागिरहेको छ अझै लाइभ आगो लागिरहेको 2 दिनसम्म त लाइभ हेऱ्यो भने त